नमस्ते साथीहरू, यहाँलाई स्वागत छ फेरि मेरो पनि भ्लगमा, नयाँ भ्लगमा। र यहाँहरू अहिले हेर्दै हुनुहुन्छ ट्रक भ्लग र ट्याक्सी भ्लग आएको छ अहिले। र आज चाहिँ अब म नम्बर आयो गाडीको नम्बर लिन जाँदैछु है त। कहाँनिर हो होइन, कति नम्बर आयो म देखाउनेछु। म नम्बरको लागि जाँदैछु, भित्र चढी टक्क म तपाईँलाई देखाउनेछु त। नम्बर कहाँनिर आउँछ अनि नम्बर क्यामेरा के हाल्नुपर्छ होइन। म टक्क टुक्क सबै हाल्छु, सबै देखाउनेछु भिडियोमा। भिडियो हेर्दै गर्नु है त। म जान्छु, अलि हतार छ यतिखेर फोन गरेर है त साथीहरू। अहिले चाहिँ हामी यहाँ मान्छे भेटिसकेका छौँ साथीहरू होइन। अब हामी मान्छे भेटेर चाहिँ अब हामी यता कुलेश्वरतिर जाँदैछौँ। कुलेश्वरमा अब नम्बरहरू अनि माथिको ट्याक्सी लाइट होइन, अनि त्यसपछि गएर के अरे पछाडि ब्याक क्यामेरा अनि एलइडीहरू होइन, अनि त्यो कभरहरू के हुन्छ सबै मिलाएर हाल्नुपर्छ साथीहरू होइन। अब जाउँ, अहिले अगाडि जाँदैछन् उनीहरू कारमा, हामी पनि जाँदैछौँ कारमा होइन। अहिले चाहिँ म यता रविभरतिर है। स्कुटी दिदीहरू पनि अचम्म छ कि होइन, ठोकिएपछि चाहिँ अनि यहाँ दिन्छ, नठोकिदिनु चाहिँ अनि गरेर हिँड्दै बिचो हो क्या। के यता साइड हिँड्नु के यता साइड हिँड्नु होइन, ऊभन्दा अगाडि जानु त जान सकिन्छ नि त हामी। त्यस्तै छ कि नेपालतिर, के भन्नु। ल अब हामी कुलेश्वरतिर जाँदैछौँ साथीहरू होइन। अब हेरौँ के कसो हुन्छ कस्तो हुन्छ। यताबाट गयो नि हुन्थ्यो नि, ठिकै छ। ल अब कुलेश्वरतिर गएर भेट्ने छ है त साथीहरू। अहिले चाहिँ हाम्रो नम्बर लाग्ने सुरसार हुँदैछ। कुलेश्वरतिर छौँ, यो पसलमा लाग्दैछ नम्बर। र अनि भोलि चाहिँ आज भ्याएन साथीहरू, भोलि चाहिँ अब एलइडी र अनि के भन्छ त्यसलाई माथिको लाइट अनि यो कभरहरू पनि बुझ्नु भनेछ। भोलि म कभरहरू पनि बुझ्छु अनि बल्ल अनि के हुन्छ रहेछ भनेर थाहा हुन्छ। हो क्या नभन त, बन्छन् र पो मारे त यहाँनिर। नम्बर हालिँदैछ यहाँ भाइले हाम्रो। आजदेखिबाट 8103 है त साथीहरू। अब यो दिलीपको गाडीमा यो नम्बर आइसकेको छ, देख्न सक्नुहुन्छ। अब साथीहरू पछाडिको पनि लाग्दैछ है हाम्रो। अगाडिको लागिसक्यो यो भाइले, पछाडिको पनि हाम्रो लाग्दैछ है। हामी चाहिँ कुलेश्वर एरियातिर भोलि फेरि आउनुपर्ने छ यहाँनिर। मेरो ब्याकलाइटहरू कभरहरू अनि के भन्छ अरे माथिको ट्याक्सी लाइट अनि क्यामेरा एलइडी हाल्नु भयो। ल भाइ थ्याङ्क यू है। देख्न सक्नुहुन्छ कालो नम्बरमा कस्तो देखेको छ त, कमेन्ट गर्नु है त साथीहरू। अब हेरौँ, एकछिन काम गर्छु होला। अब यतैबाट टिप उठाएर जान्छु होला, के हुन्छ। ल फाइनली साथीहरू म यता ग्रान्डी हस्पिटलतिर छु है। सामकोसीबाट भित्र ग्रान्डी हस्पिटल भन्ने छाउतिर छु म। उता नम्बर हालेर अनि म यता ग्रान्डी हस्पिटल लिएर आएँ। ठ्याक्कै त्यहाँ बल्खुको हस्पिटलबाट यहाँ ग्रान्डी हस्पिटल ट्रान्सफर गरेको रहेछ। अनि उहाँले चाहिँ मलाई 575 को टिप थियो, 650 दिनुभयो है। ठिकै छ, उहाँले दिनुभयो। र अब
अब कताको टिप लाग्छ हेरौँ है त साथीहरू। टिप गर्दैछु। अब म यताबाट सामाकोसीतिर जाँदैछु है साथीहरू। सामाकोसी भन्ने ठाउँतिर जाँदैछु। यताबाट अलि टिप लाग्ने एकछिन बस्नु त बसेँ। एक दुईवटा टिप आएको थियो अन्त गएको थिएँ। मैले अलि हाई रेटमा हालिदिएको थिएँ, टिप उठेन होइन। त्यही भएर अब अनि आज भर्खरै नम्बर आएको हो कि साथीहरू होइन। तपाईँहरूले देखिहाल्नुभयो होइन नम्बर टाँसेको पनि। अब भोलि चाहिँ मैले यसको त्यो ब्याक क्यामेरा एलइडी अनि माथिपट्टिको चाहिँ के अरे ट्याक्सी लाइट हाल्छु होइन। आज हाल्ने भनेको आज फेरि आएको छैन अरे, भोलि 11 बजीतिर मात्र आउँछ अरे। मैले ल ठिकै छ नि त भन्दै अनि भोलि अब 11 बजीतिर फोन गरेर जानुपर्छ। ल भिडियो हेर्दै गर्नु होला है साथीहरू। अब एउटा स्ट्यान्ड नकिनी भएको छैन, यो भ्लगिङको लागि एउटा स्ट्यान्ड नकिनी भएको छैन, स्ट्यान्ड पनि लिनु पर्ने छ। ल भोलि हेर्छु साथीहरू है त। अहिले चाहिँ एयरपोर्टतिर आइपुगेको छु है साथीहरू। म बस पार्कबाट एयरपोर्टको टिप लगाएको थियो, एयरपोर्ट आइपुगेको छु। अनि एयरपोर्टबाट चाहिँ अब आम्मा जान्ने मान्छे कति हो साथीहरू यार, आम्मा देख्नु सक्नुहुन्छ यार। गाडी त्यहाँ राखेर होइन मान्छे जाने नाउँ छैन क्या साथीहरू यार, त्यस्तो छ भने यार। अनि यो अगाडिको चाहिँ अहिले चाइनिज इभी ट्याक्सी हो है। त्रिभुवन इन्टरनेसनल एयरपोर्ट जान्छु साथीहरू। बाहिरै बस्छु, भित्र त मलाई त खासै बस्नै मन लाग्दैन यार। यतातिर त अरू चाहिँ बसिरहन्छन् है, म चाहिँ बस्दिनँ साथीहरू। मलाई चाहिँ खासै मन लाग्दैन भित्रतिर बस्नलाई। यता चाहिँ पार्किङहरू भइहाल्यो। अनि उहाँले चाहिँ मलाई 520 रुपियाँको उठाएको थियो, तर उहाँले चाहिँ मलाई 600 रुपियाँ दिनुभयो। मिठो गफ गर्दै आउनुभयो। कतारको यात्रा रहेछ उहाँको, छुट्टी गएर आउनु भएको रहेछ होइन। अब चाहिँ उहाँ फेरि रिटर्न जान लाउनु भएको अरे। अनि राम्रै कुरा गर्नुभयो, आनन्दले। झापा बिर्ता मोडभन्दा अलिकति माथिपट्टि खोइ के ठाउँ भन्नुहुन्थ्यो भएको रहेछ होइन। अनि 27 महिनामा 2 वर्षमा आउनु भएको अरे भन्नुभएको थियो उहाँले है। ठिकै छ, राम्रोसँग जानु होला होइन। ह्याप्पी सेफ जर्नी भन्न चाहन्छु साथीहरू होइन। साथीहरूलाई सबैजनालाई शुभयात्रा। राम्रोसँग जानु, राम्रोसँग कमाउनु, आनन्दले आउनु है साथीहरू। यस्तै छ जिन्दगी। नेपालमा गरिखाउँ भन्ने केही छैन, त्यही भएर चाहिँ ठिकै छ होइन। अब हेरौँ साथीहरू अहिले कताको चाहिँ टिप लाग्छ भन्ने कुरो चाहिँ हेर्नुपर्ने हुन्छ हामीले। अब उहाँले चाहिँ 520 को थियो, 600 रुपियाँ दिनुभयो। लगभग 80 रुपियाँ चाहिँ टिप अथवा बोनस दिनुभयो। मिठो गफ चाहिँ आइयो होइन। राम्रोसँग कुराकानी नै भयो। ल साथीहरू अब म बाहिर निस्किन्छु, हल्का जाम लागिरहेको छ। बाहिर निस्किन्छु अनि कताको टिप लाग्छ अनि त्यही म भन्नेछु है त साथीहरू। भिडियो चाहिँ हेर्दै गर्नु होला। ल साथीहरू फाइनली नम्बर आयो। नम्बर चाहिँ मेरो 8103। अब आज 2 टिप मात्र गरेँ है। अब 2 टिप गरेर यहाँ चार्जमा हालिदिएको छु भर्खरै। 2 टिप गरेँ, 2 टिप गरेर बोनस सनस आयो होइन, टिप्स दियो गरेर मेरो 1250 रुपियाँको काम भयो। एकैछिन काम गरेँ 2-3 घन्टा र अब चाहिँ म चार्ज गरेर रुममा जान्छु र भोलिबाट चाहिँ फेरि काम गर्नुपर्छ र त्यसमा माथि लाइट आउँछ अब है। ल यति भन्दै आजको भ्लग यहीँ इन गर्न चाहन्छु साथीहरू। सबैजनालाई गुड नाइट, शुभरात्रि। यति भन्दै बाई बाई, जय नेपाल।